हेलो एन्ड गुड मर्निङ साथीहरू, इट्स मी प्रयास गुरुङ। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, म नि यता सन्चै नै छु। अनि अब हाम्रो आज चाहिँ हिजो सकियो सबै कार्यक्रम चाहिँ, सबै हर्गुम सबै सकियो। अनि आज चाहिँ स्याहीहरू गर्ने अन्त उम्किनेहरू गर्छौँ। त्यो सब हजुरहरूलाई देखाइ नै हाल्छौँ। काम गर्यो उति दिन सक्दैन नि बिहानको खाता खाँदै हामी कान्छ बाजा हो। घरको दर एउटा कुलकुलाले चेक गर्नु काम चाहिँ राखिदिनु यस्तो यता आइज घटनीको मन पर्ला फेरि बिस आइको भाग आयो स्याही नाम त के हुन्थ्यो मुरला रे अरू त भाइ नाम त रदिबा हो भाइ भन्छ अब के जान्ने रामुले पठाएको है हाम्रो ठाइलीको छोरी रामुले अनि पैसाले काम लाग्छ। अब यस्तो दुःखहरू नपरोस् सुख परोस् शान्ति होस्। पैसा त हिजै ल्यायो है जाऊ ल मामा माथि जाने सबै माथि जाने यहाँ बस्ने यहाँ खाइन्छ सबै माथि जाने बेलुका हिँड्ने मामा फेरि बेलुका बेखेर खाने यहाँ बेसकेर खाने बेलुका हिँडेपछि मान्छे खाउँदैन क्या टाउहरू लाग्यो हामी माथि जाँदैछौँ। उल्टी चाहिँ त्यहाँ रिसाएर बसिरहेको कि तर्साउन जान्छु। कहाँ राखेर पैसा धेरै पैसा हराएर आफै आँखैभरि दुरो फाल्दियो। रिसाएर बसिरह पैसा हराएर बल्ल बल्ल उठेछ उल्टी जम। यहाँ चाहिँ खाने कुरा खाने कार्यक्रम भइरह खानलाई चाहिँ खाना लाछन् अनि जबरजस्ती खाना खुलाउन लाग्यो खै। आयो अब हामी खाना खान्छौँ। मेरो मुटु तिम्रो आँगनमा नाच्दै थियो, मेरो माया तिम्रै भरोसामा कुरिबस्यो, मेरो मन तिम्रा हत्केलाबाट चिप्लिरह्यो। तिमीलाई छाडी जान्छु भन्दा शरीरै चिसो हो, मेरो इन्द्रेणी तिमी थियो आकाशै खस्यो, मेरो आँसुको धाराहरूको सागरै बन्यो, मेरो सपनीमा मात्र थियो निन्द्रा नै खुल्यो, मेरो मायाको चङ्गा बतासमै उड्यो। खाना खाएर भ्यार्यौँ। अब उता तल कान्छी खाना खाने हो कि के हो सोध्न जान्छु। बसिरहेको रहेछ हेर
त जम्मै सकियो। अन्त यहाँ सामानहरू ओसार्ने पोसार्ने काम भइरह म देखाउँछु हजुरहरूलाई। फुट बनाएर त्यहाँको उस पनि सकियो, सकियो कामहरू। त्यही भएर समाजको भला कुराहरू छुट्याउँदैछ। अनि अब तल घर के हुँदैछ म देखाउँछु। धेरै मान्छे तलै गएको के अरे खाजा खाना लाग्यो। मैले यो हुने नहुने काम छोडेँ भन्यो सामाजिक काम भन्ने कुरा त्यस्तो हो। एकछिन बस्न पाउन खनाको हिँडेको हिँडेको खानु न आलु खाँदै biar kau nyari bensin dah boleh. boleh Kau bicara. Andang kurung ni lah, kurung sarang ni. Putna. Non tisno. Ita aja ke tuju. कुटै खाँदैछ हामीले। सोलिया संसार के मलाई त्यो भएर ऊ आयो एउटा लामा ऊ यहाँ तीनटा छ उता चारटा एउटा बिगार सानो जति जिर्नु त कतै नेमा जाग कतै गाईको बाख्राहरू बोगा बेचेर नि त बनाएको घर हो यो धन्दा हो। मजाले क्याचाङ गर्दै खाएर अर्को निकै भएर हेऱ्यो हो। यस्तो अन्डा खानु यस्तो गर्छन् त अन्त केले हो त्यसले आप्पै यो त हान्न पाउँछ कि ओए मासाला के भयो के गर्छ र यस्तो आप्पै डढाएर आइज 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 यसलाई आइज पानी त अझै खाला नि ऊ आयो एउटा उफ्रिँदै आप्पै हेलो 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 के हो यो उफ्रिने बाग्राङ पारेर खाएन पानी नै खाएनस् कसरी बाँच्यो अरे यिनीहरू भित्र यस्तो धुवा धुवा निस्केर सोल्टीको पोजिसन आजको लागि यति नै थियो। कस्तो लाग्यो भ्लग भनिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अब भोलि भेटौँला नयाँ भ्लगमा। बाई।